नमस्ते। आजको भिडियोमा म तपाईहरुलाई सिक्वेन्स एन्ड सिरिज हाम्रो दैनिक जीवनमा कसरी प्रयोग हुन्छ भन्ने कुरा देखाउन गइरहेको छु। सिक्वेन्स एन्ड सिरिज हामीले स्कुल 9 10 मा नि पढ्छौं, 11 12 मा पढ्छौं, ब्याचलर र मास्टर्स सम्म यो सिक्वेन्स एन्ड सिरिजको कुराहरु पढाइ हुन्छ। यो सिक्वेन्स एन्ड सिरिज सामान्य यहाँ एउटा फर्स्ट एक्जाम्पल हामी हेरौं। एउटा मान्छेलाई उसको अपरेसन गरेछ, उसको घुँडाको अपरेसन गरेछ। घुँडाको अपरेसन गरेको मान्छेलाई तपाई कति हिन्ने, दिनमा कसरी हिन्ने भन्ने कुरा उसले बताइराछ। 12 मिनेट पहिलो हप्ता हिन्ने र त्यसपछि हरेक हप्ता चाहिँ 6 मिनेट बढी हिन्नुस् भनेछ। यो सिक्वेन्स एन्ड सिरिजको प्रब्लम हुन्छ। त्यसैगरी अर्को एउटा यो क्वाइन खसालेको कुरा छ। यो क्वाइन चाहिँ पहिलो चाहिँ 16 फिट अनि त्यसैगरी 48 फिट 80 फिट हुँदै जान्छ। त्यसपछि यसको 6 सेकेन्डमा कति हुन्छ भन्ने खालको कुरा यो पनि सिक्वेन्स सिरिजको एप्लिकेसन हो। त्यसैगरी यहाँ अर्को एउटा एक्जाम्पल हामीले देख्यौं भने यो ब्याक्टेरिया यो ब्याक्टेरिया चाहिँ इन्क्रिज हुने जस्तो ब्लडमा देखिन्छ। हामीले कल्चर गर्ने हुन्छौं। यो कति ब्याक्टेरिया हुन्छ भा छैन भन्ने कुराहरु, यस्तो कुराहरु पनि यो सिक्वेन्स एन्ड सिरिजसित रिलेटेड छ भने यो डिफोरेस्टेसन यो स्याटेलाइटबाट खिचेको फोटो, यसमा कति वन विनाश भइराछ भन्ने कुराहरु देखाउन र यो अब यसपछि कति यो यति वर्षमा अथवा नेक्स्ट डेकेड भनेको छ, अब अर्को 10 वर्षमा चाहिँ कति वन फडानी हुन्छ भन्ने कुराहरु, यस्तो कुराहरु पनि यसबाट सिक्वेन्स एन्ड सिरिजको प्रब्लमहरु भयो। अब अर्को सिम्पल यहाँ यो भर्याङ बनाउने कुरामा यहाँ भर्याङ तल चाहिँ भर्याङको यो खुट्किला सानो छ र माथि ठुलो हुँदै गइराछ। उसले चाहिँ 18 इन्च सबभन्दा तल 18 इन्चको खुट्किला राख्ने रे अनि सबभन्दा माथि चाहिँ 24 इन्चको खुट्किला राख्ने रे। उसले यसमा बीचमा अब भनिरहेछ कि यो 9 वटा खुट्किला राख्ने जम्मा। उसले यसमा चाहिँ सीमा कति होला अथवा 7th को खुट्किला कति लामो हुनु पर्ला भन्ने खालको प्रब्लम, यो पनि सिक्वेन्स एन्ड सिरिजको प्रब्लम हो। अब यस्तै गरी यसमा धेरै यस्ता कुराहरु हुन्छ जसमा हामी सिक्वेन्स एन्ड सिरिजको प्रब्लम यसमा पनि छ। यो बल उफ्रिने, बल सुरुमा उफ्रिँदाखेरि ड्रप गर्दाखेरि 10 छ 5 छ, यो घट्दै जान्छ लास्टमा 0 हुन्छ। यस्तो पनि यो सिक्वेन्ससित रिलेटेड कुरा भयो भने यस्ता धेरै कुराहरु हुन्छन् जुन हाम्रो सिक्वेन्ससित रिलेटेड हुन्छन्, जसलाई हामीले दैनिक जीवनमा प्रयोग गर्न सक्छौं। यहाँ मैले उल्लेख गर्न खोजेको अलि हाम्रो टिपिकली डेली लाइफमा युज हुने छ। हुन त यो सिक्वेन्स एन्ड सिरिज चाहिँ मिसाइल बनाउने देखि लिएर गएर स्याटेलाइटको देखि लिएर गएर यो रकेट लन्चिङ गर्ने कुराहरु, यसमा समेत यो सिक्वेन्स एन्ड सिरिजको एक्सपान्सनहरुको कुराहरुबाट युज हुन्छ। तर मैले यहाँ एउटा टिपिकल प्रब्लमलाई लिएर यसलाई कसरी हामीले प्रयोग गर्न सक्छौं भन्ने कुरा देखाउन खोजेको छु। मेरो प्रब्लम चाहिँ यस्तो छ। यहाँ मलाई चाहिँ एउटा फ्ल्याट लिनु थियो। फ्ल्याट चाहिँ मैले भेटे पनि, खोज्दै जाँदा भेटे। त्यसपछि अब फ्ल्याट लिने कुरा भएपछि भाडाको कुरा अभियसली सबभन्दा पहिला हुन्छ। तर भाडा चाहिँ अचम्मको खालको थियो। हेर्नु न, भाडा के भने मलाई भने एउटा चाहिँ 10,000, अर्को चाहिँ 15,000। त्यही फ्ल्याटको भाडा 10,000 वाला पनि छ, 15,000 पनि छ। त्यही फ्ल्याटको एउटै फ्ल्याटको भाडा 10,000 को मानि छ, 15,000 पनि छ। मलाई अचम्म लाग्यो कसरी यस्तो। र घरबेटले के भन्नुभयो भने 10,000 मा बसेदेखि हरेक महिना 200 बढ्दै जाने, 15,000 मा बसे भने चाहिँ 5 वर्ष भाडा नबढ्ने। झट्ट हेर्दाखेरि कन्फ्युज हुने खालको कुरा भयो। अब यसमा पहिलो शर्त अनुसार 10,000 मा बस्यो भने हरेक महिना 200 भाडा बढ्दै जाने। त्यो भन्नुको मतलब अब 200 भाडा बढ्दै जाने। यहाँ कन्फ्युज भयो। अब तपाईहरुलाई नि कन्फ्युज हुन्छ। भन्नुस् त कुन शर्त अनुसार भाडामा बस्दा फाइदा होला, एकछिन सोच्नुस्। अब मैले पनि सोचे। पहिलो शर्त अनुसार महिनामा 15,000, दोस्रो महिना नि 15,000 र हरेक महिना 15,000 तिर्नु पर्यो। यस शर्त अनुसार मलाई 1 वर्षमा 1,80,000 हुने भयो। किनभने 1,80,000 12 × 15 गर्यो भने 1,80,000 हुन्छ र 1,80,000 1 वर्षमा हुन्छ। यदि 5 वर्षमा बस्ने हो भने 9 लाख रुपैयाँ भाडा तिर्नुपर्ने हुने रहेछ अल टुगेदर। यदि दोस्रो शर्त अनुसार गर्ने हो भने पहिलो महिनामा 10,000, दोस्रो महिनामा 10,200, तेस्रो महिनामा 10,400, यसैगरी हरेक महिना भाडा 200 ले बढ्दै जान्छ। 1 वर्षको भाडा कति होला भनेर पत्ता लगाउन यहाँ त्यति सजिलो छैन। पहिलो शर्तमा एकदम सजिलो थियो। पहिलो शर्त अनुसार यहाँ एकदम सजिलो छ, किनभने यसलाई सिधै मल्टिप्लाई गर्दा हुन्छ। किनभने हरेक महिना भाडा चाहिँ समान छ। तर दोस्रो शर्त अनुसार त्यस्तो छैन। दोस्रो शर्त अनुसारको भाडा क्याल्कुलेट गर्नलाई अलिकति गणितीय आइडिया चाहिन्छ। कस्तो गणितीय आइडिया चाहिन्छ भन्ने कुरा अब हामी यहाँ छलफल गर्दै छौं। दोस्रो शर्त अनुसार
पहिलो 10,000, त्यसपछि 10,200, तेस्रो महिनामा हुन्छ 10,400। त्यसो भए 12औं महिनामा कति भाडा तिर्नु पर्ला एकछिन सोच्नुहोस् त। हो, दोस्रो शर्त अनुसार पहिलो महिनामा 10,000, दोस्रो महिनामा 10,200, तेस्रो महिनामा 10,400 गर्दै जाने हो भने 12औं महिनामा यो 12 महिनाभरिको भाडा होइन, 12 महिनामा हामीले तिर्नुपर्छ, अथवा एक वर्षको अन्तिम महिनाको भाडा हुन्छ 12,200। कसरी होला यो म यो भिडियोमा तपाईहरुलाई देखाउँदैछु, हेर्दै गर्नुहोला। तपाईहरुले त्यो 10,000 प्लस 10,200 प्लस 10,400 जोड्दै जानुभयो भने यो गाह्रो पनि हुन्छ, टाइम पनि लाग्छ, त्यति सजिलो हुन्न। त्यसो भए के गर्ने त तपाईहरुलाई जिज्ञासा हुन सक्छ। अभियसली यसलाई के गर्ने म यहाँ तपाईहरुलाई बताउँदैछु। अब यसरी जोड्दै जाने हैन। अब म्याथको कमाल हुन्छ, म्याथले हाम्रो लाइफलाई एकदम सजिलो बनाउँछ। त्यही भएर म्याथको सूत्रहरू हामी प्रयोग गर्छौं। धेरैलाई सूत्र के काम लाग्ला र किन यो सूत्र बेकारको भने जस्तो नि लाग्छ। अब यहाँ हेर्न सक्नुहुन्छ, तपाईले देख्न सक्नुहुन्छ सूत्रले कति ठुलो काम गर्दो रहेछ भनेर। सबभन्दा पहिला हामीले चाहिन्छ फर्मुला। सूत्र मैले भने फर्मुलाले नै यसलाई हामी सजिलो बनाउँछौं। अब यसमा के बुझ्नुपर्छ भने हरेक महिना समान भाडा बढ्ने हुनाले यो अर्थमेटिक सिक्वेन्स हुने भयो। म यहाँ सिक्वेन्स एन्ड सिरिज के हो, कति हुन्छ भन्ने कुरा गइरहेको छैन, तर यो चाहिँ अर्थमेटिक सिक्वेन्स भयो, किनभने यसमा समान अन्तर छ। हरेक महिना 200 रुपैयाँ भाडा बढ्दै जान्छ। अब यदि यस्तो हो भने यसलाई हेरौँ। यदि यस्तो हो भने हरेक महिना कति भाडा तिर्नु पर्ला भनेर हेर्ने हो भने यो अब हरेक महिना कति भाडा तिर्ने, पहिलो महिनामा कति तिर्ने, दोस्रो महिनामा कति तिर्ने भन्ने कुरा यो सिक्वेन्स हुन्छ। यसलाई हामी सिक्वेन्स भन्छौं। अब यो सिक्वेन्स हुन्छ, यसलाई सिक्वेन्समा चाहिँ हामीले के गर्छौं भने सिक्वेन्सको टर्ममा यो जनरल टर्मको कुरा हुन्छ। पहिलो महिनाको भाडा T1, दोस्रो महिनाको भाडा T2, तेस्रो महिनाको भाडा T3 र यो TN सित रिलेटेड कुरा हो। त्यही भएर यो जनरल टर्मको कुरा हुन्छ, TN को कुरा हुन्छ। अब 12 महिनाको भाडा कति हुन्छ भनेर हामी TN को फर्मुला लगाउँछौं। यहाँ TN भन्ने हामीले अर्थमेटिक सिक्वेन्समा TN भनेको के हुन्छ, A + n - 1D हुन्छ। A भनेको फर्स्ट टर्म भन्नाले यहाँ हाम्रो अब पहिलो महिनाको भाडा 10,000 अनि यसलाई 10,000 भइहाल्यो। अनि यसलाई n भनेको 12 महिनाको भाडा हामीलाई एक वर्षको चाहिन्छ भने 12 महिना 12 - 1 यसलाई गर्ने हो भने 11 अनि हरेक D भन्नाले चाहिँ कति डिफरेन्स हो, हरेक महिना कति भाडा बढ्छ भने चाहिँ 200 भाडा बढ्दै जान्छ। र यसलाई क्याल्कुलेट गर्ने हो भने 12,200। अघि मैले तपाईहरुलाई अगाडि देखाएको थिएँ 12,200 कसरी आयो 12,200 भनेर थाहा पाउनलाई यो सजिलो तरिका छ, फर्मुलाले काम गर्छ, TN को फर्मुला। अब यसै गरी 12 महिनामा जम्मा कति भाडा तिर्नुपर्छ भनेर पत्ता लगाउने कुरा, त्यस अवधिमा जम्मा कति भाडा तिरिन्छ भनेर पत्ता लगाउने कुरा यो TN होइन, जनरल टर्म होइन, यो सिरिज हुन्छ। यसमा हुन्छ SN को कुरा हुन्छ। SN को फर्मुला पनि थाहा पाउनुपर्छ। 12 महिनामा जम्मा कति भाडा बुझाउनु पर्ला भनेर हिसाब गर्नको लागि हामीले यसरी क्याल्कुलेट गर्छौं। SN को फर्मुला लगाएर यो अर्थमेटिक सिक्वेन्सको लागि n/2 2a + n - 1d, n भनेको 12 मन्थ 12/2 र यसलाई क्याल्कुलेट गर्दै जाँदाखेरि 1,33,200 1,33,200 एक वर्षको भाडा हुने भयो। तर हामी 15,000 को दरमा बसेको भए एक वर्षमा तिर्नु पर्थ्यो 1,80,000, तर यहाँ तिर्नु पर्यो 1,33,000 मात्रै। अब यो 5 वर्षको क्याल्कुलेसन हामी यहाँ गर्दैछौँ, हेर्नु होला, किनभने मलाई 5 वर्ष त्यहाँ बस्नु छ। कुनमा बस्दाखेरि कुन शर्त अनुसार बस्दाखेरि नाफा हुने रहेछ। अब यदि 5 वर्षको भाडाको तुलना गर्ने हो भने पहिलो शर्त अनुसार 5 वर्षको भाडा हुन्छ 9 लाख र दोस्रो शर्त अनुसार 5 वर्षको भाडा हुन्छ 9,54,000। यो कसरी हुन्छ भन्दा यो हामीले अघि फर्मुला लगाएर गरेका थियौं, त्यो फर्मुलाबाट यो कुराहरू आउँछ र यसलाई हामीले तुलना गरौँ। भाडाको अन्तर 54,000 भयो। पहिलो शर्त अनुसार 15,000 वार्षिकका दरले बस्दाखेरि 9 लाख हुने भयो, तर दोस्रो शर्त अनुसार 10,000 बाटै सुरु हुन्छ, सुरु चाहिँ, तर हरेक महिना 200 बढ्दै जान्छ। झट्ट हेर्दा त 10,000 बाटै बसौं जस्तो लाग्छ, तर 5 वर्षमा हामीले कति बुझाउनु पर्ने रहेछ, 9,54,000 बुझाउनु पर्ने रहेछ। अब यसरी सुरुमा 15,000 तिर्दा पनि हामीलाई 15,000 को दरले तिर्दै जाँदा पनि हामीलाई फाइदा हुने रहेछ, 54,000 फाइदा हुने रहेछ। त्यसकारणले हामीले कसरी बस्नुपर्ने भयो, अब यो सुरुको भाडा अनुसार नै बस्नुपर्ने भयो। तर यसमा 200 बढ्यो, यो यसले हुनाले धेरै देखियो जस्तो 100 रुपैयाँ मात्र बढ्या भए के हुन्थ्यो होला, अथवा हरेक महिना 150 को दरले बढ्या भए के हुन्थ्यो होला। यसको फरक हिसाब हुन्छ। कति बेला यो बढ्ने शर्त अनुसार बस्दा फाइदा हुन्छ भने कति बेला नबढ्ने शर्त अनुसार बस्दा फाइदा हुन्छ।
अब यो कुरा कसरी थाहा हुने रहेछ, यसमा हामीलाई म्याथको फर्मुलाले काम गर्ने रहेछ। म्याथको फर्मुलामा हामीले यो अर्थमेटिक सिक्वेन्स हुनाले एउटा टिएन को फर्मुला जनरल टर्म, कुन महिनामा कति भाडा तिर्ने भन्ने कुरा टिएन को कुरा हुन्छ, a + n-1 d यो फर्मुलाले काम गर्दो रहेछ। र अर्को त्यो अवधिसम्म जम्मा कति भाडा तिर्नुपर्छ भन्ने कुरा एसएन को कुरा हो। एसएन को फर्मुला n/2 अनि 2a + n-1 d दिस फर्मुला हामीले चाहिँ दिस फर्मुला वी हेभ टु युज। यो दुईटा फर्मुलाले हामीलाई एकदम सजिलो बनाउने भयो र यस्तो धेरै कुराहरू प्लानिङ गर्न, एक वर्षको कुराहरू यतिमा मात्र सीमित छैन यो, अरू प्लानिङ गर्न, कति भाडा तिर्नुपर्ने, अनि अब यस्तै गरी अन्य कुराहरूलाई गर्ने हो भने जस्तो ट्याक्सीमा सुरुमा यति रुपियाँ, त्यसपछि हरेक 200 मिटरमा यति भन्ने खालको कुरा हुन्छ, फ्याक्ट्रीहरूको प्रोडक्सनको कुराहरू हुन्छ। यो धेरै कुराहरू चाहिँ सिक्वेन्स एन्ड सिरिजसित रिलेटेड कुरा हुन्छ। यो भिडियो तपाईँहरूलाई मन पर्यो होला र काम पनि लाग्यो होला भन्ने लाग्छ। यदि यस्तो हो भने तपाईँहरूले मेरो अरू भिडियोहरू पनि हेर्नुहोला र मेरो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। थ्याङ्क यू।